चाहिँ यहाँनिर चाहिँ यो आज चाहिँ हाम्रो ठुलो बुवाको घरमा टीका लगाइबस्छ भगवानको टीका लाउँदा नि यहाँ तल यहाँनिर राख्नु भनेकै आत्मा यहाँनिर हुन्छ कि जस्तै अहिले म बोल्छु हजुरहरू पनि सुनिरहनु भएको छ त्यो आत्मा चाहिँ यहाँनिर निधारको बिचमा रहने गर्दछ यहीँनिर भन्दा पनि टाउको सेन्टर पोइन्टमा रहने गर्छ त्यसैले हामीले टीका लाउनुको कारण के रहेछ आत्मा यहाँनिर छ भनेर बताएको रहेछ आत्माले के गर्दछ भने मुखद्वारा बोल्दछ मुखद्वारा के गर्दछ र जुन आत्माले मुखद्वारा के गर्छ मुखले बोल्ने गर्दछ अनि कानद्वारा सुन्ने गर्दछ आत्माले यही कानले के छ सुन्ने गर्दछ सुनिरहेको छैन कानले अहिले सुन्नु भएको छ सुनिबसेको छ दिदी के सुनिएको छ के सुन्ने भनेको त भगवानको ज्ञान भनेको छ नि अनि आँखाले के गर्छ संसारलाई आत्माले देखिरहेछ संसार देख्ने नै आत्माले के छ आँखाद्वारा देखिरहेछ आत्माका तीनटा शक्ति हुन्छ मन बुद्धि र संस्कार मन छ कस्तो छ मन मैले सोधेको थिएँ नि हजुरको मन कस्तो छ दिदी कस्तो छ कस्तो खालको छ मन त अब यस्तै भगवानहरूसँग राम्रो होस् राम्रो खुसीसँगले बस्न पाइयोस् अब सबैलाई राम्रो होस् छोराछोरी सबै परिवारलाई राम्रो होस् भन्ने अब आत्मा लाग्छ नि त धेरै राम्रो मन रहेछ होला ताली बजाउनु पर्ने रहेछ त्यही नै राम्रो मन जो छ सधैँ हामी राम्रो मन कसरी बनाउने हजुरको मन राम्रो रहेछ धेरै राम्रो प्रगति छ तर चाहिँ संसारमा कतिपय मान्छेहरू यस्ता भेटिन्छन् मेरो मनै शान्त छैन भन्छन् क्या हजुरको त्यसैले परमात्माले के सिकाउनुहुन्छ राम्रो मन बनाउन सिकाउनुहुन्छ मन चाहिँ राम्रो भयो भने संसारै राम्रो हुने रहेछ मन राम्रो छैन भने के हुन्छ भनेको सर भने बस्न यति राम्रो हामी सोफा सेटमा बसिरहेका छौँ भने तर मन चाहिँ शान्त छैन भने यहाँ पनि कति बस्नु अरे झ्याउला मनमा चाहिँ त्यस्तो लाग्दछ किन त्यसैले मनै राम्रो हुनुपर्ने रहेछ कि त्यसैले भगवान्ले के सिकाउनुहुन्छ हामीलाई मन राम्रो बनाउन सिकाउनुहुन्छ त्यसैले मन राम्रो बन्यो भने हामी संसार हाम्रो सत्य चाहिँ बन्छ परमात्माले त्यति कुरा सिकाउनुहुन्छ र मन बुद्धि अनि संस्कार मनले राम्रो सोचेपछि बुद्धिले राम्रोसँग काम गर्यो र बुद्धिले राम्रो काम गरेपछि संस्कार हाम्रो संस्कार भनेको सबैसँग स्नेह प्यारले चल्ने संस्कार बानी व्यवहारलाई संस्कार भन्छ हजुरहरूको बानी व्यवहार त राम्रो छ दिदीको बानी व्यवहार कस्तो छ राम्रो छ होइन हजुरको व्यवहार सबैसँग आउनुहोस् है बसौँ न बसौँ हजुर बसौँ भन्ने बानी छ हे के खान आउँछ यो मान्छे त्यस्तो बानी त छैन संस्कार भन्ने कस्तो छ भगवान्ले के सिकाउनुहुन्छ हाम्रो विशेष गरी हिन्दूमा के छ भने अब कोही पनि आउन पाउन आउँदाखेरि आउनुहोस् बस्नु हजुर भनेर स्नेह प्यारले सम्मान गर्ने बसाल्ने बानी छ किन हामीमा भगवान्ले अहिले के सिकाउनु भयो भने अब हामी कहाँ आउने भनेकै सर्वश्रेष्ठ मान्छे नै आउँछन् कि जस्तै हजुरहरू यहाँ बस्नु भएको छ नि हजुरहरू कहाँ आउने भनेको सत्यकी देवी देवता आएका छौँ यहाँ हजुरहरू पनि सत्यकी देवी देवता हुनुहुँदो रहेछ जन्म लिँदा मात्रै अहिले यस्तो शरीरमा हुनुहुन्छ तर सत्यमा लक्ष्मीनारायण जस्तो बनेको आत्मा हुनुहुन्छ त परमात्माले के बताउनु भयो भने अब हाम्रोमा अहिले परमात्माले यही कुरा सिकाउनु भयो कि देवी देवता चाहिँ हामी कहाँ साँच्चै आउने रहेछ नि त अहिले हामीलाई थाहा भयो पहिला हामी ज्ञानमा नहुँदाखेरि पनि घरमा कोही पाहुना आयो भने आउनुहोस् न सुन्नु हजुर बसौँ कहाँबाट आउनुभयो एक गिलास पानी खाउँ चिया खाउँ सके खानै खाएर जानु होला भन्नेसम्म पनि हामी गर्दथ्यौँ र यसबाट के हुने रहेछ भने एकअर्का बिचमा स्नेह प्यार एउटा चाहिँ पारिवारिक सम्बन्ध यसैबाट नै पारिवारिक सम्बन्ध बन्छ र देश समाज यसैमा नै अडिया छ अहिले संसारमा के भइदियो भनेको छ भने मान्छेले राम्रो कुरा पनि त्यसरी गरि नै राखेको छ कहीँ सुत्यो भने कसलाई धन्काइदिए पनि हाल्ने अनि कहीँ पैसा दिएको भने चोरी पनि हाल्ने होइन त्यो नराम्रो पनि मिसाइदिए हुनाले संसार दुखी भयो कि परमात्माले यही कुरा बताउनु भयो त्यसैले परमात्माले यति बेला हामीलाई के सिकाउनुहुन्छ अब चाहिँ चोर्ने र ढाड्ने र घिसाउने बानी सबै खतमै गर यसमा चाहिँ पढाइमा हामीले सिक्ने त्यो हो र त्यो खतमै एकै दिनमा त हुँदैन अब चोर नै हुँदैन भने जस्तो त हामीलाई लागिराखेको हुन्छ कहिलेकाहीँ जेबमा पैसा रहेनछ र यहाँनिर चाहिँ अब 150 रुपियाँ राखेको रहेछ भने देखाएको छैन यस्तै गर्न नि बेर लाग्दैन किनभने खर्च छैन यहाँ त त्यसै पो राखेको रहेछ भनेपछि के हुन्छ यति पैसा त कहाँ देख्छन् होला यति ठुलो घर भएको मान्छेले भन्ने हुन्छ त्यसैले चोर्ने बानी के भयो एक दिन त्यसरी चोर्यो भने के लाग्दछ त्यहाँ त्यो दिन चोरी भएन अनि त्यसरी बानी लाग्दा अनि त्यसपछि चाहिँ राति पनि भागेर चोर्ने गर्ने कारण त्यो रहेछ कि त्यसैले अहिले परमात्माले के बताउनुहुन्छ यस्तै यस्तै भइराख्या हुनाले यहाँ संसारमा दुःख भयो त्यसैले म आएको छु भनेर परमात्माले के ज्ञान दिनुहुन्छ भने अब यस्तो कामहरू नगर्नको लागि हामीले पहिला आत्मा भन्ने कुरा चिन्दछौँ होइन आत्मा भन्ने कुरा त हामीले बुझिसक्यौँ र त्यसपछि लिएर अब
परमात्मालाई याद गर्ने विषयमा अब परमात्माको परिचय पनि म थोरै दिन चाहे हजुरहरूलाई। परमात्मा शिव बाबा कस्तो हुनुहुन्छ भने यस्तो चाहिँ लाइट जस्तो हुनुहुन्छ। उहाँलाई याद गर्दा हामीलाई के मिल्छ भने हजुरको शान्तिका सागर हुनुहुन्छ, शान्तिको शक्ति दिनुहुन्छ, जस्तै प्रेमका सागर हुनुहुन्छ। अस्ति अघि मैले दिदीसँग कुरा गरिरहेको थिएँ, आमा बुवा जो छोराछोरीको कति माया लाग्दछ भन्दाखेरि उनीहरू नै झन्झन्ती जति बेला पनि आफ्नो अगाडि नाचिरहन्छ किन आफूले सारा जीवनमा माया गरेर पालेको तिमीलाई नै हो। र अहिले यसमा चाहिँ अब आमा बुवा चाहिँ लास्टमा मर्ने बेलासम्म पनि हामीलाई याद किनभने गर्दछ, आमा बुवाले त्यो सारा जीवन चाहिँ दुःख मिहिनेत गरेर प्यार गरेर हुर्काएको हुनाले। त्यस्तै परमात्माले हामीलाई कसरी प्यार गर्नुहुन्छ यसमा हामी यो सिक्दछौँ। परमात्मा शिव बाबाले हामीलाई कसरी प्यार गर्नुहुन्छ, प्यारको सागर उहाँ हुनुहुन्छ। अनि उहाँ अकाल मूर्त हुनुहुन्छ, मुक्ति र जीवन मुक्तिको दाता हुनुहुन्छ। हामीलाई यस संसारबाट मुक्त र संसारलाई नै दुःखबाट मुक्त जीवन मुक्ति भनेको देवता बनाउनुहुन्छ। त्यो कसरी गर्दै हुनुहुन्छ त्यो हामीले यसमा यो सिक्दछौँ। त्यसैले उहाँलाई याद निरन्तर गर्ने स्थिति हुन्छ क्या हाम्रो। अनि दुःखहर्ता सुखकर्ता हुनुहुन्छ। अहिले सारा संसारका मान्छेहरू दुःखमा फसेका छन् भने उहाँले सबै प्रकारको दुःखलाई नष्ट गरेर सुखको संसारमा लैजानुहुन्छ। त्यसैले उहाँलाई दुःखहर्ता सुखकर्ता भनिन्छ। शिव बाबालाई के भनिन्छ अरे दिदी भनेको जस्तो एकपल्ट दुःखहर्ता सुखकर्ता भनेको जस्तो दुःखहर्ता र सुख होस्, राम्रो होस्, खुसी भएर बस्न पाइयोस्। हजुर हजुर धेरै राम्रो रहेछ त। ल अब सृष्टि मनुष्य सृष्टि रूपी वृक्षको बीज रूप हुनुहुन्छ। भगवान् चाहिँ के हुनुहुन्छ भने मनुष्य सृष्टिको बीज रूप हुनुहुन्छ। अब सृष्टि अब अहिले बिग्रिसकेपछि के छ उहाँले आएर ज्ञानको बीज चाहिँ हामीलाई दिइरहनु भएको छ, जसबाट नयाँ हामी बन्दैछौँ यस पढाइबाट। र कर्मको गहन गतिलाई जान्नुहुन्छ। कर्मको गहन गति भनेको संसारमा के छ भने हजुरआमले त अब यस जन्ममा पनि राम्रै कर्म गरेका रहेछौँ। त्यसैले काठमाडौँमा बस्नको लागि एउटा ठिकै खालको घर पनि छ, सुत्ने ठाउँ पनि हाम्रै छ, कुनै दुई साग खानालाई दुःख पनि छैन। कोहीलाई परि आयो भने दुई चार साग खाऊ भनेर दिन पनि सक्नेछौँ हामी त। त्यो त हजुरहरूले राम्रो सत्कर्म गर्नुभएको छ, त्यही कारणले त्यस्तो अवस्था छ। कैयौँको अवस्था कस्तो हुन्छ भने अब अहिले बिहान खायो भने बेलुका खाने होला, बेलुका खाएपछि भोलि चाहिँ के काम गरेर खाने होला त, भोलि त कामै छैन। मका एकजना यस्तो बहिनी आउनु भएको थियो दाजु होइन, जस्तै कोर्सबाट आउनु भएको थियो। उहाँ चाहिँ दुवैजनाले चाहिँ श्रीमान श्रीमतीले यो बाहिर लेबरी काम गर्नु रहेछ होइन, घर बनाउने ठाउँमा। लेबरी काम नराम्रो काम त होइन, बस्नु तपाईँ तर के समस्या के रहेछ भने बसाला भने त्यो श्रीमानले चाहिँ लेबरी काम गर्यो दिनभरि काम गर्ने, उसले चाहिँ दारू खाएको रहेछ। अनि श्रीमतीले चाहिँ घर धान्न पर्ने श्रीमान त के भने बेलुका दिनभरि काम गरेपछि चाहिँ बाटोमा त्यो दारू टन्नै खाएर चाहिँ बाटोमै सुतेको थाहै नपाउने श्रीमान चाहिँ। अनि श्रीमतीले घर आएर के छ छोराछोरीको फिस पनि तिर्नु पऱ्यो, कोठाबाट पनि तिर्नु पऱ्यो, सारा तिर्यो। यहाँ मका आएर उहाँले त्यो गुनासो सुनाउनु भएको थियो। अनि मैले के बताएँ भने हामीले चाहिँ जन्म मरणको चक्रमा आउँदै गर्दाखेरि कहिले चाहिँ केटीको शरीर कहिले केटाको शरीर हामीलाई मिलेर हुन्छ, कहिले लेडिज कहिले जेन्ट्स हामी बनेका हुन्छौँ। तपाईँलाई त्यस्तो श्रीमान मिल्नुको अर्थ के छ, तपाईँ पहिलाको जन्ममा तपाईँले त्यस्तो गर्नुभएको छ, त्यसैले त्यस्तै श्रीमान तपाईँलाई मिलेको छ। मैले त्यही कुरा बताएँ। श्रीमान श्रीमती बन्ने विषयमा 7 जन्म दिएको हिसाब किताब भन्ने रहेछ। त्यस कारणले श्रीमान श्रीमतीको चाहिँ नजिकको सम्बन्ध त्यस हिसाबबाट बनेको हुनाले हामीले जस्तो कर्म गरेका छौँ त्यही खालको श्रीमान हामीलाई मिल्दछ। र पहिलाको जन्ममा तपाईँ श्रीमान बनिए बेलामा माया गरे भए पो अहिले माया गर्ने श्रीमान भेटिने थियो। खाऊ मैले तिमीलाई बिहा गर्ने कति माया गर्छौ, मलाई लाउ न लाउ खाऊ भनेर दिन्थ्यो होला। अब चाहिँ नि तपाईँले पहिला चाहिँ उसलाई भगाउनु भएको छ, अनि अहिले पनि उसले दारू खाएर के छ तपाईँलाई सुखै दिँदैन। त्यस्तो भएको छ, किन त्यस्तो भयो? तपाईँले त्यस्तै हिसाब किताब राख्नु भएको छ भनेको उहाँ हाँसिरहनु भएको थियो। त्यसैले यसमा चाहिँ कर्मको गहनगति भनेको यस पढाइमा गीता ज्ञानमा हामीलाई यो सिक्यौँ, हामीले सिक्दछौँ कि मैले के कर्म गरेर यो जन्म पाएको रहेछु, अब चाहिँ भगवान्ले सिकाए अनुसार गरेपछि सत्यमा जान पाउँछु भन्ने सिक्दछौँ। त्यसैले के छ अब यो पनि छ, अब ब्रह्मद्वारा सत्यको सृष्टिको स्थापना गराउनुहुन्छ, ब्रह्मलोक निवासी हुनुहुन्छ। यो सबै अब भगवान्को चाहिँ 32 थरी चाहिँ गुणहरू छ। र यो चाहिँ उहाँलाई याद गर्न सिकेपछि हामीले सबै कुरा बुझ्दैछौँ। अहिले आजको लागि म यति मात्रै गर्न चाहन्छु हुन्छ, किनभने अब हामीले दिनदिनै मिलाएर आज कति दिन छ यता बसेर भोलि